यदि तपाईँले गेम खेल्नुहुन्छ भने तपाईँले पिङको बारेमा त सुन्नुभएकै होला। फेरि त्यो 10मा खेल्ने पिङ भनेको होइन फेरि PING पिङ। त यसको मतलब के हो? अनि यो पिङ आयो भने पारातिर प्रेसर किन आयो? ओके, त ध्यान दिएर सुन्नुहोस्। हामीले कुनै गेम खेल्छौँ त त्यसलाई एउटा सर्भरले कन्ट्रोल गरिराखेको हुन्छ। अनि त्यो गेममा हामीले जे गर्छौँ त्यसको डाटा सर्भरतिर जान्छ। मानौँ तपाईँले गेममा कसैलाई गोली हान्नुभयो र त्यसको डाटा सर्भरतिर जान्छ। अनि सर्भरले पनि त्यसको रिस्पोन्समा डाटा दिन्छ। अर्थात् तपाईँले त्यो प्लेयरलाई गोली हान्नुभयो र त्यो प्लेयरको भयो राम नाम सत्य। त यो डाटाको आदान प्रदानको पुरै प्रक्रियामा कति समय लाग्छ त्यसलाई भन्छ पिङ। एक पिङ बराबर 0.001 सेकेन्ड हुन्छ र 1000 पिङको हुन्छ 1 सेकेन्ड। यदि पिङ कम देखाइरहेछ अर्थात् तपाईँको डाटा सर्भरतिर पुग्नलाई कम समय लागिरहेछ। तपाईँले गोली हान्नुभयो र भन्दा ठाउँको ठाउँ चैट। अनि यदि पिङ बढी देखाइरहेछ भने सर्भरमा त्यो डाटा पुग्न बढी समय लागिरहेछ। मतलब तपाईँले अहिले गोली हान्नुभयो र लाग्छ भोलि पर्सि घर। त्यतिखेरसम्म त तपाईँको राम नाम सत्य बनाइदिन्छ त्यसले।